स्वदेश फर्क स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ। जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ। शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरूमा आमूल परिवर्तन र सुधार गरी यिनको आधुनिकीकरण अनिवार्य भइसकेको छ। युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्नु सकेमा राष्ट्रको योगदानमा ठुलो टेवा पुग्न सक्नेछ। सुशासन र भ्रष्टाचार मुक्त प्रशासन मूल नारा हुनु पर्दछ।